अरू के खाने पुगो अगायो सबै अगायो काटियो कपाल कपाल हिरो आएको त कपाल काटेर हो ल अब नुहाइदिए गर्नुपर्छ जाउँ ल नुहाइदिए गर्नु पऱ्यो नि कपाल काटिस् त गरे नुहाइदिए गरे कपाल काटेर ल यत्रो लुगा धोएर यति लुगा धोएर कपाल काटेर नुहाइदिए गरी ल अलिक थोरै हालिदिन्छ अब त्यो लामो कपाल जस्तो सर बगेर आउँछ फेरि होइन अलिकति लामै राखिदियो अहिले चिसो छ त्यही भएर लुगा पनि धोइयो यत्रो लुगा ल लुगा पनि टन्न धोइयो भात पकाउँ भात खाउँ आजको चाहिँ अब यस्तै छ अहिलेको दाल र भात मात्रै रिकन्डिसन भयो दाल र भात अनि के यता के पाक्दैछ मन्दन अन्डा पाक्दैछ अन्डा ल आज चाहिँ अब यस्तै हो नि दाल र भात अन्डा ओके हुन्छ नि अन्त अब के हुन्छ छैन अब यस्तै हो के निकाल्ने बाबु हुन्छ जीवन हुन्छ बिस्तारै पकायो नि हुन्छ दाल भात अन्डा आजको यस्तै छ एउटा प्याज काट्नु पर्ला त्यो यस्तो भइहाल्छ नि प्याज काट्ने खोर्सानी हुन्छ प्याज काट्ने खोर्सानी काट्ने अलिअलि अचार हुन्छ भइदिने खाँदै गरेको छ र खाँदै गरेर यहाँ पाक्दै गर्छ ल भोक लाग्यो खाँदै गरेर यहाँ पाक्दै गर्छ अन्डा हालिदिउँ न अलिकति त्यहाँ खाँदै गर अन्डा त्यो सेलाउँदैन गर्छ खाँदैन गर अनि अन्डा हालिदिउँ न पाक्दैपछि हुन्न त्यही त ल खाँदै गरौँ अब आज यस्तै हो सिम्पल दाल सलाद छ नि अचार नि छ तिलको अन्डा छ होइन भइहाल्छ नि यस्तै अब माम पनि छ खाने नै मामै हो अनि के हुन्छ अनि पानी पनि ठिकै छ ल भइगयो नि यति भएपछि अलिकति काउली कचर हाल्यो मलाई ल यति भएपछि भइगयो नि यस्तै हो कहिले काहीँ सधैँभरि अब यस्तै हो होइन त छोरा कहिले काहीँ यस्तै हो यस्तै हो भाँडा मान्नु पर्यो साथीहरू एक लट चाहिँ भाँडा माझिहाल्नु पऱ्यो अनि त्यसपछि अरू हुन्छ काम कुरो के हुन्छ पहिला चाहिँ भाँडा चाहिँ माझिहालौँ ल घोप्टाउँ त भाँडा हो बिस्तारै पानी तराउनु पऱ्यो तराउनु हुन्छ माझिहाल्यो बिस्तारै लुगा त धोइयो पानी पर्ला जस्तो छ लुगा धोइयो पानी बाबु कता दौडिने ब्रस गरौँ ब्रस 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 गरौँ ब्रस गरौँ ब्रस ब्रस गरौँ लुगा धोइयो पानी पर्ला जस्तो छ सुक्दा सुकिहाल्छ त्यही पनि भन्दा खोजे नि ब्रस गरौँ ल ब्रस गरौँ ब्रस ब्रस गरौँ बिस्तारै धारो सानो खोलेर मजाले गर्ने त्यो धारो सानो खोलेर है के छ त यहाँ उम्रेको गेडागुडी त्यो भटमास पनि अलिकति भिजाएर उमार्नु पऱ्यो उम्रिन्छ होला नि भटमास पनि अनि त्यसपछि कहाँ छ त्यो भटमास निकाल्नु होइन भटमास नि अलिकति निकालेर अनि फेरि उमारौँ हेरौँ कस्तो हुँदो रहेछ भिजाउने भटमास पनि अनि उमार्नु पऱ्यो उम्रिन्छ कि हेरौँ उम्रिनु रहेछ सबै गेडागुडी मिक्स गरेर उम्रेको गेडागुडी खाने हिसाबले उम्रिन्छ होला किन उम्रिन अलि मजाले भिजाउँ भुटेर नै खाने किन क्वान्टीमा हुँदैन र भटमास क्वान्टीमा हुन्छ उसमा हुन्छ नि हेरौँ न ट्राई गरौँ न कस्तो हुन्छ बालिन ल्या असर के गर्नु त एकछिन आराम गरेर के गर्नु त ओहो त्यहाँ पेनै ल्याउनु बिर्सेछ एउटा है अब अरूले ह्यान्ड राइटिङ गरौँ प्र्याक्टिस गर्दै गरौँ पहिला अस्ति अब पेन्सिलले लेखेको अब पेनले लेख्नुपर्छ होइन बिस्तारै बिस्तारै गरौँ त्यो एकछिन त्यो लगाएर बस्छु लगाइदिनु पन्ध्र पर्दैन लेख्दैन राख्ने एकछिन राख्छ हुन्छ लायो औषधि लाएर एकछिन यतिको राख्ने अनि फेरि ठिक हुन्छ बिस्तारै हिजो लगाएको आज धेरै ठिक भइसक्यो नि होइन हिजो लगाएको आज धेरै ठिक भइसक्यो बिस्तारै ठिक हुन्छ ल आमा छ के हो फेरि फलफुलमा पुगिसक्यो फलफुलमा पुगिसक्यो ल
भएको कहाँ हाल्यो च्याउ खाउँ कहाँ चाहिँ छु खाउँ अलि मिठोसँग गुलेर खेल्छ हौ अलि मिठो छ जुनार पनि काटौँ खाउँ अनि यी आमा छोरा कता हो घुमघाम गर्न आमा छोरा घुमघाम कहाँ घुमघाम गर्ने हो कहाँ घुमघाम गर्ने हेरौँ कि घुमौँ हेरौँ अनि घुमौँ हो ल मिलाउँ ल चिसो त हुन्न नि चिसो त हुँदैन नि ल अनि आमा छोरा कहाँ हिँड्दै हो के को सपिङ स्कुल ड्रेसको सपिङ गरेर आएको न्यू ड्रेस हो ल ल ल बिस्तारै जाउँ ल अन्ना अरू के खाने पुगो अगायो सबै अगायो ल खाउँ ल बिस्तारै त्यो हुँदै त आमा छोला त रेस्ट गर्दा मामदान त नयाँ स्कुल पहिलो डे फर्स्ट डे आउट्रेसै हो मिल्छ एक हप्तासम्म मिल्छ ल ल राम्ररी जाने राम्ररी पढ्ने नयाँ स्कुल नयाँ साथीभाइ नयाँ टिचर होइन सबै नयाँ न्यू एक्सपिरियन्स फर्स्टमा यस्तै हो पहिलो एक दुई दिनपछि त बानी परिहालिन्छ नि एक दुई महिना रे एक दुई दिनै बानी पर्छ एक दुई महिनासम्म लाग्छ एक दुई दिन आज गएर साथीभाइ चिनिसके भोलिदेखि चिनिहालिन्छ नि के हुँदैछ होमवर्क मेहनतन के को पोको हो प्लास्टिकहरूको के सरसफाइ चल्दैछ ए फुल भल पो सरसफाइ गर्ने ल होइन होला यता चाहिँ अब हाम्रो मासु पाक्दैछ मासु पाक्दैछ भाइ त गाइजहरू मासु पाक्दैछ मासु लगभग पाक्न आँटो चिउरा भुजिया दही चिउरा दही काम कडा चर्केको छ अब बिस्तारै पाकिहाल्यो त्यसपछि बाबुलाई नुहाइदिउँ त्यसपछि पर्छ जाउँ नुहाउनु जाउँ ल यो टेबल उता राख्दा भित्र निक्ले छैन त्यसलाई घुमाउनु मिल्छ सिधा राख्नु सिधा ढल्किन्छ त्यो कहाँ झऱ्यो त्यो डल्लो ल ठुलो छ पहिला नुहाउँछ नुहाइ है त्यो भोक लाग्यो अब खाने त हो नि मामदन काम सक्यो कि हेर्नु आउँदो
एकछिन घाममै बस न म हेरेर आउँछु अनि फेरि बोलाएर ल्याउँछु न खाने आउँछु कि नन्दन के गर्दै हो लुगा धुँदै नन्दन भोक लाग्यो नि के धुँदै हो अझै बाइक चाहिँ त्यत्रो लुगा बाबुको स्यान्डो खाँदै गरौँ खानालाई सुरु भयो अघि सेलाएको छ त अघि पाकिसक्यो यता चिकन भयो माम भयो अचार भयो अलिकति खसी अब खानालाई सुरु यता चाहिँ के बनाउने मामुदन तराई दहीलाई मै मिक्सरमा गरेर घोल्दै भइगयो नि प्लास्टिकमै हुन्छ नभए किन मिक्सरमा के बाबुलाई दही पनि अलिकति ल भाइग्यो त बेलुका पर्दैन अहिले पोखे नपोकिकन बिस्तारै खाऊ